हेलो नमस्ते। आज पनि म तपाईँहरूमा आज नयाँ भ्लग लिएर उपस्थित भइसकेको छु साथीहरू। आज मैले नेपालको एबिसी भनेको अन्नपूर्ण बेस क्याम्पबाट यो भ्लग सुरु गरेको छु साथीहरू। तपाईँहरू देख्न सक्नुहुन्छ म अहिले यो एबिसी बेस क्याम्पतिर चाहिँ अगाडि बढिरहेको अवस्था हो भने यो आजको यो भ्लगमा चाहिँ तपाईँहरूलाई एबिसी नेपालको एबिसीदेखि चाइनाको यु गन्जो बेजिङसम्मको यात्रा गराउनेछु साथीहरू म। तर त्यो यात्रामा साथ दिनको लागि, त्यो अन्तिमसम्मको यात्रा हेर्नको लागि, दृश्यहरू हेर्नको लागि मेरो यो भ्लगलाई अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। आशा छ तपाईँहरूले मेरो यो भ्लगलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भन्ने। र म तपाईँहरूलाई अर्को कुरा पनि जानकारी गराउन चाहन्छु भने यो 4500 एराउन्डको हाइटमा रहेको एबिसी बेस क्याम्प अन्नपूर्ण बेस क्याम्प हो है। यो सिजनमा चाहिँ निकै हिउँ परेको थियो। हिउँले एबिसीदेखि लिएर देउरालीसम्म हिउँले ढाकिएको थियो। अनि यो हिउँ पर्ने सिजनमा चाहिँ यहाँको दृश्य एकदम लोभ लाग्दो हुन्छ साथीहरू। तपाईँहरू पनि एबिसी, एमबिसी, देउराली, घोरेपानी, घान्द्रुक है यात्रा गर्नुहोला। यात्रा गर्दा धेरै कुराहरू पनि सिकिन्छ जस्तो मलाई लाग्छ। र अहिले म बाई इयरमा यात्रा गरिरहेको छु भने अब म तपाईँहरूलाई वर्ल्डको सबसे बडा ठुलो होलसेल मार्केट को दृश्य देखाइरहेको छु साथीहरू। यो इन्टरनेसनल ट्रेड मार्केट हो। यहाँ संसारमा पुग्ने सामानहरू चाहिँ हैन, संसारको लागि आवश्यक सामानहरू यहाँ तपाईँहरूले पाउन सक्नुहुन्छ। मान्छेको यति भिड हुन्छ कि साथीहरू है, इन्टरनेसनल लेभलको मार्केट हो यो हैन। अनि त्यो भएर पनि देशी विदेशी हैन फरेनरहरू एकदम देख्न सकिन्छ हामीले यहाँ। र त्यस्तै गरी आज चाहिँ धेरै घुम्न पाइएन, रात परिहालेपछि अब खाना खानु परिहाल्यो साथीहरू हैन। त्यस्तै गरी म फेरि तपाईँहरूलाई अहिले देखाएको दृश्य भनेको चाहिँ यो साइकलको रुट हो साथीहरू। यो साइकलको फुट ट्र्याक जस्तै यो रुट हो। यसमा तपाईँहरूले साइकल र जगिङको मनोरञ्जन लिन सक्नुहुन्छ है साथीहरू। यहाँ त्यस्तो छ भने यहाँनिर नजिकै एउटा बिग रिभर भन्ने एउटा ठुलो नदी पनि रहेको छ। र यो नदीमा स्विमिङ पनि गर्छन्, तर स्विमिङ गर्नको लागि चाहिँ खासै अनुमति चाहिँ दिएको हुँदैन। तर पनि चाइनिजहरूले बलजबस्ती होइन अनुभवीले चाहिँ स्विमिङ गरेको पनि देख्न सकिन्छ है साथीहरू। यहाँ अर्को कुरा के छ भन्दाखेरि यहाँनिर होइन एकदम ठुलो पार्क छ है साथीहरू, एकदम ठुलो पार्क छ। अनि तपाईँले देख्न सक्नुहुन्छ ब्रिज त अब यतिको ठुलो खोलामा ब्रिज हुने नै भयो है। तपाईँहरूले देख्नुभयो नि त्यहाँ होइन एउटा ब्रिज, यो एकदम ठुलो ब्रिज छ साथीहरू होइन। अनि यो पछाडि रहेको यो पार्क हो। र अहिले म चाहिँ यो लुक लाइक इज अ लन्डन ब्रिज हेर्दाखेरि उस्तै देखिने, सायद यो लन्डन ब्रिजकै डिजाइनमा बनाइएको हुनसक्छ। र म अहिले चाहिँ यहाँ स्कुटरमा यात्रा गरिरहेको अवस्था हो साथीहरू यो। र स्कुटरबाट पनि मनमोहक दृश्य देख्न सकिन्छ है। र अहिले चाहिँ म यो चाइना आएको निकै समय भइसकेको कारणले गर्दा पनि कति ठाउँहरूमा म एक्लै यात्रा पनि गर्न अलिक कम्फोर्टेबल फिल गरिरहेको छु साथीहरू है।
र तपाईँहरू पनि चाइना आउँदै हुनुहुन्छ भने मित्रहरू है मलाई सम्पर्क गर्नुहोला होइन। यदि मलाई सम्पर्क गरेको खण्डमा तपाईँहरूलाई केही कुराहरू सहज पनि हुनसक्छ भन्ने मैले चाहिँ आशा लिएको छु साथीहरू है। र म तपाईँहरूलाई भेट्न पाउँदाखेरि फेरि अर्को नेक्स्ट लेभलको खुसी पनि मिल्नेछ, किनभने म यहाँ धेरै समय भयो आएको, मैले कुनै पनि नेपालीहरू भेटेको छैन होइन। अनि तपाईँहरूलाई भेट्दाखेरि चाहिँ अलिक खुसी नै लाग्नेछ र तपाईँ हामी सँगै खान घुम्न सँगै पनि जान सकियो। यस्तो छ है कुरा चाहिँ फुलबारी विथ। त्यस्तै गरी तपाईँहरूले देख्न सक्नुहुन्छ साथीहरू, यता फेरि यो बिग रिभरको छेउछाउमा म डुलिरहेको छु है। अनि तपाईँहरूलाई पनि यहाँबाट यो दृश्य देखाउँदाखेरि चाहिँ मलाई पनि खुसी लागेको छ। र अब तपाईँहरूलाई म बिस्तारै चाहिँ के गर्दैछु भने म अगाडितिर लिएर जाँदैछु तपाईँहरूलाई फास्ट ट्रेन पनि, वर्ल्डको फास्टेस्ट ट्रेन पनि म तपाईँहरूलाई देखाउने जमर्को गर्ने विचारमा छु र कतिको लगले साथ दिन्छ भन्ने कुरा हो। र म तपाईँहरूलाई अगाडि लिएर गइरहेको छु साथीहरू। तपाईँहरूले देख्न सक्नुहुन्छ यो साइडमा रहेको रेस्टुरेन्टहरू हो र तपाईँहरू आएपछि यसरी बार्बिक्यू गर्न पनि मिल्छ है साथीहरू। यता टक्क बार्बिक्यू गर्ने अनि जगिङ गर्ने, साइक्लिङ गर्ने है, स्विमिङ गर्ने, अनि त्यसपछि यहाँ बसेर राम्रो यो भ्यू, यो दृश्य पनि हेर्ने। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ ट्रेनहरू पनि गुडिरहेको छ है। आनन्द छ साथीहरू, आनन्द छ। दृश्य देख्न सक्नुहुन्छ आमा, यो फेवाताल, बेकनास ताल, रूपातालको साइडहरूमा यसरी नै साइक्लिङ, जगिङ गर्ने होइन, फुड ट्र्याक बनाउन चाहिँ पाएदेखि चाहिँ अझ हाम्रो पर्यटकहरूलाई होइन भित्राउन अथवा पर्यटकहरूलाई तान्न चाहिँ अझ सहज हुन्थ्यो होला। तपाईँहरूले देख्न सक्नुहुन्छ यता ट्रेन त आमामा आएको आएछ है साथीहरू। यो ट्रेनमा मैले यात्रा पनि गरिसकेको छु, एकदम मजा नै हुँदो रहेछ साथीहरू। अब तपाईँहरूलाई म सहरको होइन, सहर बिचमा, व्यस्त सहर बिचमा रहेको हाइवे देखाउन चाहन्छु। अहिले चाहिँ मध्याहको समय भएको कारणले गर्दाखेरि साधनहरूको त्यति धेरै चाप छैन, तर चाहिँ यो बिहान र बेलुकाको समयमा चाहिँ सहरी साधनको निकै चाप हुने गर्छ। अहिले चाहिँ अलिक कम नै रहेछ साथीहरू है यहाँ चाप, सहरी साधनको चाप चाहिँ। यस्तो साथीहरू मैले भ्लग बनाउन भक्कसी सुरु हो। अब कतिपय कुराहरू चाहिँ मलाई पनि बोल्न आउँदैन हेर्नुहोस् है। त्यो कारणले गर्दाखेरि पनि अलि भ्लग हेर्नलाई चाहिँ तपाईँहरूलाई बोरिङ फिल हुनसक्छ, तर तपाईँहरूले दृश्य हेरेर मनोरञ्जन लिनुहोला भन्ने म आग्रह गर्न चाहन्छु। र केही होइन कमजोरी त्रुटिहरू तपाईँहरूले कमेन्ट मार्फत लेखेर मलाई सच्याउने मौका दिनुहोला भन्ने मलाई लाग्छ र म त्यो आग्रह पनि गर्न चाहन्छु। र यदि गल्ती होइन मिस्टेक भएको खण्डमा चाहिँ तपाईँहरूले मलाई माफ पनि गर्न सक्नुहुन्छ है साथीहरू। माफी गरेर मलाई मेरो गल्ती होइन र औँल्याइदिनु होला र गल्तीहरूलाई सच्याउने मौका दिनुहोला भन्दै म अहिलेको यो भ्लगलाई अगाडि बढाउन चाहन्छु। दृश्य त मनमोहक छ है, गगनचुम्दा अग्ला बिल्डिङहरू होइन, अनि फराकिलो सडक, व्यस्त सडक होइन, व्यस्त मानिसहरू है। यहाँ बिना काम कोही पनि हिँडेको छैन साथीहरू, म मात्र होला एउटा है बेरोजगार, बिना अर्थ है। यसरी डुलेको चाहिँ म मात्रै हो जस्तो लाग्छ मलाई होइन।
र म यसरी डुले पनि म तपाईँहरूमाझ चाहिँ नयाँ नयाँ दृश्यहरू होइन नयाँ नयाँ कुराहरू तपाईँहरूमाझ देखाउन पाउँदाखेरि चाहिँ मलाई खुसी पनि लागेको छ। देख्न सक्नुहुन्छ यहाँनिर फेरि एउटा टावर छ। यो टावर चाहिँ विवाहको टावर होइन है, विवाहको चाहिँ धरहरा होइन, यो चाहिँ चाइनामा रहेको होइन चाइनिज टावर हो होइन, जसलाई यो एउटा संरचनाको चित्रण गर्छ यसले होइन। त्यस्तै गरी अहिले भर्खर यहाँ यो सडक पनि सफा गरेको अवस्था छ र यहाँ पारितिर मान्छेहरू बसको लागि होइन बस स्टेसनमा बसको वेटिङमा पर्खाइमा छन्। र यो घण्टाघर, नेपालको घण्टाघर जस्तै नाम चाहिँ घण्टाघर दिन मिल्यो होइन, तर चाहिँ यो स्ट्रक्चर चाहिँ फरकै छ। र अहिले यहाँनिर चाहिँ म उभिएर यो गर्मीमा साथीहरू है पहाड चढ्ने कहिले कहिले सहरको गल्ली गल्ली होइन सहरहरू डुल्ने यस्तै चलिरहेको छ साथीहरू मेरो चाहिँ। तपाईँहरूले यहाँबाट देख्न सक्नुहुन्छ अझै यो पुरा सहर देखिएको छैन, तर पनि हामी यो बाटो उक्लेको है साथीहरू, हामी यो बाटो उक्लेर यहाँ आइपुगेका छौँ। अब एकछिन आजको दिन चाहिँ यही डाँडातिर यसो भ्रमण गर्ने चाहिँ प्लानिङ छ। यो एउटा चाहिँ होटल हो साथीहरू, यो चाहिँ वाटर भन्नाले वाटर त इङ्ग्लिसमा भयो, तर यहाँ चाहिँ स्विमिङ पुल होइन। अनि यो तपाईँले देख्न सक्नुहुन्छ हाम्रो गाउँतिर हाम्रो ठाउँतिर चाहिँ यसलाई चाहिँ गाइने किरा भन्छन् है साथीहरू। तपाईँहरूकोतिर के भन्छन्, कसैले स्मल हेलिकप्टर होइन, हेलिकप्टरको चाहिँ यसलाई हेरेर हेलिकप्टरको चाहिँ निर्माण गरेका हुन् पनि भन्छन्, तर त्यो त अब कतिको सत्य हो त्यो मलाई थाहा भएन साथीहरू। यदि तपाईँहरू थाहा छ भने यहाँ कमेन्ट बक्समा गएर कमेन्ट लेख्नुहोला। देख्न सक्नुहुन्छ मैले यो मेरो क्यामेराले सकि नसकि जुम गरिरहेको छु र तपाईँहरूले देख्न सक्नुहुन्छ अघि हामी चाहिँ यहाँ रेस्ट गरेका थियौँ। मैले बाटोमा अलिकति थकित भएको कारणले गर्दाखेरि बाटोको ब्लग बनाउन सकिनँ, त्यसको लागि क्षमा चाहन्छु साथीहरू। अब हामी घरतिर लाग्दै हो साथीहरू है, अब घरतिर जानुपर्छ किनभने साँझ परिसकेको अवस्था छ, समयले डाँडा काटिसकेको अवस्था छ। अहिले चाहिँ यहाँको 5 बजेको कारणले गर्दाखेरि 5-6 बजेको कारणले गर्दाखेरि अब घर फर्किनु पर्ने हुन्छ, आफ्नो वासस्थानतिर फर्किनु पर्ने हुन्छ। डाँडामा बस्ने इजाजत प्रहरीले दिँदैन होइन, यहाँको सरकार, यहाँको गभर्मेन्ट, यहाँको समितिहरूले अब चाहिँ त्यो चाहिँ व्यवस्था छैन भनेर जानकारी गराउनु भएको कारणले गर्दाखेरि हामी आफ्नै वासस्थानतिर फर्किँदैछौँ। तपाईँहरूले मेरो यो ब्लगलाई जसले अन्तिमसम्म हेर्नुभयो, जसले यहाँसम्म साथ दिनुभयो, उहाँहरूको लागि धन्यवाद। र म अरू नयाँ नयाँ भिडियोहरू पनि तपाईँहरूमाझ लिएर आउनेछु। त्यति बेलासम्मको लागि चाहिँ मलाई साथ दिने, मलाई माया गर्ने होइन, मेरो कमजोरीहरूलाई औँल्याइदिने, मेरो गल्तीहरूलाई सच्याइदिने सम्पूर्ण मित्रजनहरूमा म एकदम आभार प्रकट गर्न चाहन्छु। र अरू के भन्ने साथीहरू, तपाईँहरू स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस् होइन, परिवारसँग बस्नुहोस् है भन्दै आजको यो भ्लगबाट म बिदा लिन चाहन्छु। हस्त, जय नेपाल, बाई बाई, सी यू।